हेलो गुड मर्निङ साथीहरू, सबैलाई स्वागत छ मेरो दोस्रो ब्लगमा। आज चाहिँ म उठ्दाखेरि 9 बजिसकेको थियो साथीहरू। घर आउँदाखेरि चाहिँ म छिटै नै उठ्थेँ। यहाँ चाहिँ आज चाहिँ म माइत आएको छु नि त बुटोल, अनि यहाँ आएपछि त जति बेला उठ्नु भयो जे गरे पनि भयो। अनि उठेर म सुरुमा त अब ब्रुस गर्नु पऱ्यो साथीहरू। ब्रुस गरेर मुख पनि धोएँ साथीहरू। अनि त्यसपछि लागि म छततिर यसो यताउता हेर्नको लागि कस्तो हावा लगाएर कस्तो राम्रो भयो। कति चिसो मौसम थियो कि। अनि जाँदाखेरि बाबाले माथि झाडु लाउँदै हुनुहुन्थ्यो छतहरू। अनि बाबाले फेरि लाज मान्नु भिडियो नबनाउनु मानेर अनि उता जानुभयो। अनि तल हेरेको बुढा पनि उठेर आइसक्नु भएको थियो साथीहरू। मुख मिच्दै आउनुभएको थियो। अनि बुढाले ब्रुस गर्नु भनेर लगाइदिएँ। अनि मैले चाहिँ त्यहाँदेखि फुलहरू हेरेर कस्तो राम्रो फुलेको के। अनि अहिले चाहिँ पानी परेर फुलहरू पनि कस्तो राम्रो पलाएको के थियो कि त्यहाँदेखिकोहरू पनि। अनि फेरि म चाहिँ लागि स्याउ काटेर खान। अनि बाबाले पनि दिएँ स्याउ। अनि म पनि स्याउहरू खान लागेँ साथीहरू। अनि म स्याउ खाँदै यताउता हेर्दै स्याउ खाँदै गरेँ साथीहरू। अनि बादल लागेर माथिको आकाश हेर्नु कस्तो राम्रो देखेको छ के। अनि त्यसपछि लागि म केरा खान। अनि म केरा पनि खाएँ साथीहरू। केरा खाएर चाहिँ मैले बोकेर चाहिँ त्यही बाटो झ्यालबाट फालिदिएँ तल। अनि फेरि लागि म रोटी खान। अनि मैले रोटी खाँदै थिएँ। अनि बुढाले पनि मेरो लागि खै नास्ता भन्दै हुनुहुन्थ्यो। अनि उहाँलाई पनि राखिदिएको थिएँ नि त स्याउ अनि रोटीहरू राखिदिएको थिएँ। अनि उहाँलाई केरा पनि दिएँ। स्याउ रोटी केरा पनि खानुभयो। अनि बाबाले उता बसेर हेरिराख्नु भएको थियो। अनि हामी चाहिँ नास्ता खाँदै थियौँ। बाबाले चाहिँ पहिला नै खानुभएको थियो कि। अनि फेरि के गर्दा 12 बजिसकेको थियो साथीहरू। अनि खाना खाएको त भिडियो बनाउनै बिर्सेको कि। अनि लास्टमा बुढाले खाँदाखेरि चाहिँ बनाइदिएँ। अनि फेरि त्यसपछि लागि म भाँडा माझ्नको लागि साथीहरू। अनि भाँडा माझ्दा बुढाले भिडियो बनाउन त बाहिर चाहिँ हेरेको यस्तो पानी आएको अनि यस्तो रमाइलो क्या मौसम। अनि म पानीमा पनि भिजेँ। अनि पानीमा भिजेर फेरि नुहाएर पनि फेरि म कपडा चेन्ज गरेर पनि आइसकेँ। त्यहाँदेखि बाबालाई हाई गर्नु भनेको त बाबाले पनि हाई गर्नुभयो लाज मानी। अनि फेरि यताउता हेरेको चिसो मौसम थियो। अनि त्यसपछि लागि हामी बजार गर्नको लागि यति बेलासम्म चाहिँ 5:30 बजिसकेको थियो नानी स्कुलबाट आएर पनि। अनि हामी एकछिन बजार जाने भनेर गयौँ बाहिरतिर एकछिन यसो। अनि बजार चाहिँ किन गएको भनेर सोच्नु होला साथीहरू। अनि हामी बजार चाहिँ खासमा मोबाइल हेर्न गएको थियौँ कि साथीहरू। यो मोबाइल पनि हेरेर एउटा मोबाइल पनि लिएर आइसक्यौँ साथीहरू। यो मोबाइल चाहिँ कसको लागि भनेर चाहिँ अहिले भन्दिनँ, लास्टमा जसको लागि उहाँलाई दिएपछि बल्ल भन्छु ल साथीहरू। अनि हामी लाग्यौँ त्यसपछि ट्राफिक चौकको बुटोलको। अनि त्यहाँबाट हुँदै गयौँ हामी मोटी आन्टीको चटपटे पसलमा, जुन चाहिँ बुटोलको सबैभन्दा फेमस भाइरल चटपटे भनेर पनि चिनिन्छ। अनि त्यहाँ मोटी आन्टीको बुढाले चटपटे बनाउँदै हुनुहुन्थ्यो साथीहरू। अनि मान्छेहरू पनि कति भिड हुन्छन् कि त्यहाँ फेरि चटपटी खानामा धेरै यहाँको फेमस हो नि त सबैले दियो भने। अनि मोटी आन्टी पनि यताउता गर्दै हुनुहुन्थ्यो। अनि हामी पनि लाग्यौँ चटपटी खानको लागि। अनि मैले चटपटे खाएँ। चटपटे पनि एकदम मिठो थियो साथीहरू। अनि बहिनीले पनि खाँदै थिए। अनि फेरि बुढाले पनि खाँदै हुनुहुन्थ्यो साथीहरू। अनि हामी चटपटे खाएर पनि रुममा आइसक्यौँ साथीहरू। अनि बाबा र मम्मीलाई पनि चटपटी ल्याइदिएको थिएँ। अनि मम्मी त खुसी हुँदै चटपटी खानु भयो किनकि यो चटपटी मिठो हुन्छ नि त। आजको लागि यति नै साथीहरू, बाई बाई।